हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। झन्डै 2 महिना को ग्यापपछि चाहिँ आज मैले अर्को नयाँ भिडियो लिएर आएको छु। बीचमा धेरै प्रब्लमहरू भयो, हेल्थ इस्यु लगायत अन्य समस्याहरूले गर्दा चाहिँ मैले भिडियो रेगुलर बनाउन पोस्ट गर्न सकिनँ। मर्निङ रुटिन मेरो चाहिँ एभ्रिडे रेगुलर जस्तो नै हुन्छ, तर अहिले चाहिँ मैले केही समय भयो यो नयाँ वर्षदेखिबाट चाहिँ केही समय चाहिँ एक्सर्साइज अनि योगा गर्ने गरेको छु। त्यसलाई प्लस गरेर अनि त्यही बिहानको अरू नित्य कर्महरू पूजाआजा गरिसकेपछि चाहिँ म यता पहिला पानी पिउँदैछु। जतिसुकै गर्मी भए पनि म यो चिया चाहिँ स्किप गर्नै सक्दिनँ। दिनमा 2 टाइम चाहिँ चिया चाहिन्छ नै मलाई। धेरै पनि चाहिँदैन, बरु थोरै खान्छु, तर चिया चाहिँ नभई हुँदैन। पहिला चाहिँ चिसै पानी खाएँ। आजभोलि गर्मीको कारणले गर्दा तातो पानी चाहिँ खान सकिएको छैन, चिसो पानी नै खाइरहेको छु। बिहान 2 गिलास 3 गिलास जति चिसो पानी खान्छु। त्यसपछि चाहिँ अनि चिया बनाएर आफ्नो लागि चिया बनाएँ र खाइसकेर बच्चाहरूलाई चाहिँ मैले पहिल्यै ओट्स बनाएर दिइसकेको थिएँ। बच्चाहरू पनि खेलिरहेछन् ओट्स खाएर। चिया खाइसकेपछि चाहिँ म यता बेडरुममा आएँ। बेडरुमको हालत चाहिँ यस्तो बनाइरहेछन् बच्चाहरूले। अब यसलाई चाहिँ म सेट गर्दैछु। फेरि एकैछिनमा उस्तै हुन्छ, तर पनि अब बिहानमा एकचोटि यसलाई मिलाएर त राख्न परिहाल्यो। आजभोलि चाहिँ मैले यो ब्ल्याङ्केटहरूलाई चाहिँ दिनभरिमा झन्डै 100 चोटि त यो ब्ल्याङ्केट मात्र पट्याउनु पर्ने हुन्छ मेरो काम। अनि आजभोलि चाहिँ मैले 2-4 दिन भयो ब्ल्याङ्केट बिहानै पट्याएर यिनीहरूलाई दराजमा राखिदिन्छु अनि बेलुका एकैचोटि सुत्ने बेलामा मात्र निकाल्ने गरेको छु। मेरो चाहिँ बच्चाहरूको मेन खेल्ने ठाउँ भनेकै यो 2टा बेड हो। उनीहरू यही 2टा बेडमा खेल्छन्। अनि बेडसिट त मैले 2-3 दिनमा चेन्ज गर्नुपर्ने हुन्छ। एकदम छिटो फोहोर बनाउँछन्। अनि आजभोलि त अब गर्मीको सिजन पनि छ, त्यसै पनि पसिनाहरू अनि यताउति स्मेल आइरहेको हुन्छ। यताको यो येल्लो कलरको चाहिँ मैले जो चेन्ज गरेको थिएँ, आज यतापट्टिको बेडसिट चेन्ज गर्दैछु। यति बेला चाहिँ बिहानको 8 बजेको छ। आजभोलि चाहिँ मेरो श्रीमानजी बिहान खाना नखाइकन जानुहुन्छ। अनि त्यसले गर्दा बच्चाहरूले पनि बिहान अब ओट्स खान्छन्, मैले पनि चिया खाइरहेको हुन्छु। अनि खाना बनाउन त्यस्तो धेरै हतार गर्दिनँ, फुर्सदले नै बनाउँछु। अनि यता यो फुलमा पानी राख्नुपर्ने भएको थियो। यो पछाडि साइडमा मैले रोपेको फुलहरू आजभोलि एकदम राम्रो भइरहेको थियो। अनि गर्मी छ, यिनीहरूलाई चाहिँ डेली जस्तो पानी राखेन भने ओइलिने, यो दिनभरिको घामले बेलुकाखेरि चाहिँ ओइलिएर फुल मर्न आँटे जस्तो हुन्छ। अनि यसलाई चाहिँ मैले बिहानको यो चिसो पानी राखिदिने गरेको छु एभ्रिडे जस्तो नै। यो फुलहरूको चाहिँ मलाई एकदमै रहर लाग्छ। फुलहरू रोप्न चाहिँ राम्रो पनि भइरहेछ आजभोलि पानी अनि घामले पनि होला। अब जाडो महिनामा त खासै घाम लाग्दैन, आजभोलि चाहिँ घाम मजाले लाग्ने भएर होला। फुलहरू पनि एकदम राम्रो भइरहेछ। अनि यो जेड प्लान्टको चाहिँ मैले अघिल्लो वर्ष किनेर लगाउँदाखेरि पनि त्यो पछि मरेको थियो। अनि अहिले चाहिँ मैले यो सानो सानो पातहरूबाट बिरुवा धेरै निकालेर धेरैवटा भाँडोमा रोपेको छु। अनि खुर्सानी पनि रोपेको थिएँ मैले 3 महिना जति पनि। यो खुर्सानी फलेको छ, एकदम पिरोवाला खुर्सानी छ। 2वटा यो जारको भाँडामा काटेर रोपेको थिएँ मैले। दुवैवटामा फलेको छ एकदम राम्रोसँग।
खाना चाहिँ लगभग रेडी हुन लागेको छ। बच्चाहरू यता खेलेर बसिरहेछन्। हृदय चाहिँ यसरी यो डलहरू लिग्ने अनि उनीहरूसँग कुरा गर्ने, राम्रोसँग खेल्छे। अनि प्रसन्न चाहिँ हृदयले जसरी खेल्दैन, उसलाई चाहिँ मनपर्ने, उसलाई एउटा दुईवटा त्यस्तो यहाँ भएको मध्येमा एक दुईवटा मात्र उसलाई मनपर्छ खेलौनाहरू। अनि त्यो चाहिँ लिएर अनि त्यो हातमा लिने टोक्ने, उसको चाहिँ खेल्ने छुट्टै तरिका छ। यता खाना बनाइसकेको छु। अनि अलिकति थोरै 2-3वटा उसिनेको आलु बाँकी थियो अघिल्लो दिनको, त्यो आलुको अचार पनि बनाएँ। अनि दाल अनि तरकारी, खाना चाहिँ सिटी लाग्न बाँकी छ। यति बेला चाहिँ झन्नै 10 जति बज्न लागेको थियो। खाना खाइसकेर किचन क्लिनिङ सबै भइसकेको छ। लाइन छैन आजभोलि चाहिँ, दिनमा 3-4 चोटि जस्तो नै लाइन आउने जाने भइरहेको हुन्छ। यति बेला पनि लाइन थिएन। अनि खाना खाएर किचनको सबै काम गरिसकेपछि चाहिँ मैले एउटा अर्गनाइजर बनाएको छु। यो प्रेसर कुकरको बाक्साबाट चाहिँ त्यसमा पुरानो टी सर्टले ऱ्यापिङ गरेर अनि तलको त्यो निस्केको भागलाई सिलाइदिएको छु मैले, मोटो मोटो सिलाइ गरेर। अनि यो ब्लाउजहरू थियो, मैले चाहिँ मिलाएर राख्नुपर्ने थियो। साडीहरूसँग राख्नलाई पनि यो अब कुनै मिक्स म्याच गरेर लगाएको हुन्छ अनि लगाउनु पर्ने हुन्छ। अनि एउटा निकाल्न पर्दाखेरि अब धेरैवटा हेर्न पर्ने, खोतल्न पर्ने भएर चाहिँ मैले यो अर्गनाइजर बनाएर अनि यिनीहरूमा यो मेरो फिटिङ हुने ब्लाउजहरू हो। यसमा प्राय जस्तो 5-6वटा ब्लाउजहरू चाहिँ म आफैले सिलाएको रेडी गरेको ब्लाउज छ। 2-3वटा मात्र मैले पहिल्यै सिलाएको, यो विवाहको बेलाकोतिरको ब्लाउजहरू चाहिँ मैले सिलाएको होइन। अरू प्राय ब्लाउजहरू म आफैले सिलाएको छु। अनि यसमा 2-3वटा ब्लाउजको कटिङ स्टिचिङ भिडियो त मैले पोस्ट पनि गरेको छु। सबै ब्लाउजहरू चाहिँ एउटै प्याटर्नमा फोल्ड गरेको छु मैले। मसँग त्यति धेरै ब्लाउजको कलेक्सन छैन, लगभग यति नै हो। यसमा 1-2वटा चाहिँ मैले साडीहरूसँग राखेको छु, यो बाहेक 2-3वटा चाहिँ। अनि यसरी यो प्याटर्नमा फोल्ड गरेर अनि यसरी राख्दाखेरि चाहिँ सबै भिजिबल पनि हुन्छ अनि आफूलाई जुन निकाल्न मन लाग्यो त्यो निकाल्न सकिन्छ। अनि यसलाई अब दराजमा जता जसरी राख्दा पनि भयो। यस्तै अरू पनि अर्गनाइजरहरू बनाएर अनि कपडा राख्नको लागि युज गरेको छु मैले दराजभित्र। यसरी राख्दा चाहिँ सजिलो पनि, अनि अब आफूले क्याटेगोरी छुट्याएर पनि राख्न मिल्ने कपडाहरू। त्यसपछि गर्मी एकदम बाहिर घाम चर्किरहेको थियो। हृदयलाई आजभोलि स्विमिङ गर्ने भन्छ, 1-2 दिनमा 2-4 दिन अगाडिदेखि मैले हप्तामा 2 दिन 3 दिन जस्तो उनीहरूलाई स्विमिङ गराइदिन थालेको छु। त्यसपछि पछाडिपट्टि मैले यहाँ पानी, यो पुलमा चाहिँ पानी भरेर राखिदिएँ। अनि त्यसपछि दुवैजना यहाँ स्विमिङ गर्दैछन्। प्रसन्न चाहिँ खासै राम्रोसँग खेल्न जान्दैन। हृदय चाहिँ अब त्यहाँ सुत्ने, डुब्ने ओर्ने अरू सबै राम्रोसँग खेल्छ। हृदय र प्रसन्नले 45 मिनट जति चाहिँ स्विमिङ गरे।
त्यसपछि उनीहरूलाई सफा पानीले नुहाइदिएर कपडा लगाइदिएँ अनि म उनीहरूलाई फलफुल काटेर खाना दिएर चाहिँ यता किचनमा आएको छु। यति बेला 2:30-3 बज्न लागिसकेको थियो। खाजा बनाउनको लागि आएको छु किचनमा। खाजा बनाउनलाई चाहिँ आज मैले अलि अगाडि नै यो पिठो मुसेर अनि आज चाहिँ पनिरको पराठा खाने भनेर अनि थोरै यो स्टफिङ तयार बनाएर राखेको छु। सिम्पल तरिकाले यो स्टफिङमा चाहिँ खासै अरू हालेको छैन। प्याज र धनियाँ अनि पनिर राखेको छु अनि यसैको पराठा बनाउँदैछु। मेरो बच्चाहरूलाई पनि एकदम मनपर्ने पराठा, मलाई पनि मनपर्ने। अनि आज चाहिँ धेरै दिन पनि भएको थियो खाएको थिएन। आज चाहिँ खाजामा पराठा बन्दैछ। हात देखाउला, हात देखाउ, बेबीको हात देखाउला। है बेबीको हात खै, हेर हेरेर। खाजा खाएर चाहिँ एकछिन बच्चाहरू खेले, मैले चाहिँ किचन सफा गरेँ। त्यसपछि म यहाँ बच्चाहरूलाई लिएर एकछिन यहाँ किताब देखाउँदैछु, पढाउँदैछु। यस्तो यो पिक्चरवाला बुकहरू चाहिँ प्रसन्न पनि हेर्न मन पराउँछ। पिक्चरहरू हेरेर बस्छ पनि पल्टाएर। अनि हृदय चाहिँ अब उसको पढ्न सिक्ने बेला भएर होला, ऊ किताबहरू खोजेर हेर्ने अनि कलर गर्ने भन्छ। अनि यस्तो देखाएको पिक्चरहरू उसले चिन्छे पनि प्रायः जस्तो। अनि प्याज देखाऊ, प्याज हेर न कहाँ छ प्याज, यता छ प्याज, यता छेउमा। आलु देखाउला, अनि काँक्रा देखाऊ,